पृथ्वी राजमार्गमा सवारी गर्दा शौचालय जान यात्रुहरू गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छ, कारण सार्वजनिक शौचालय छैन। ती राष्ट्रवादी जनताहरूलाई म नमन व्यक्त गर्न चाहन्छु र ममा टोपी खोलेर शिर झुकाएर ती राष्ट्रवादी सुस्तावासीहरूलाई म धन्यवाद भन्न चाहन्छु। 3 करोड नेपालीले चाहिँ जान्न चाहेको छ, कारण के हो? हामीले हाम्रो सिमानामा नेपाली सेनालाई लान नमिल्ने कुरा के रहेछ? कहाँ हामीले के सन्धि गरेका छौँ त? नेपालले लेख्ने प्रेस विज्ञप्तिहरूमा सीमाको विवाद जहिले पनि रहन्थ्यो, सीमाको विषय जहिले पनि रहन्थ्यो। पहिलो पटक हाम्रो प्रेस नोटबाट यो हटेको छ। व्यक्तिगत रूपमा डाक्टर सोनिम वाग्लेमाथि गरिएको टिका टिप्पणी र जसरी लालछना लगाइएको छ यो प्रति हामी गम्भीर छौँ। त्यसैले सम्मानित सदन मार्फत म सबैको ध्यान आकर्षण गराउन चाहन्छु, घाम जस्तै छर्लङ्ग भएको कुरालाई नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन, नाक यहीँ पर्छ भन्ने कुरा सबैलाई जानकारी होस्। एउटा गजबको सेटिङ छ। एउटा व्यक्तिले बाख्रा पालनको लागि कृषि अनुदान लिन्छ, त्यो बाख्रा बेचेर गाई पालनको अर्को अनुदान कुम्ल्याउनतिर लाग्छ। अर्थमन्त्रीज्यूले भनिदिनु भने यसको भावी रणनीति के छ अर्थमन्त्रीज्यूसँग? कहिलेबाट हामी आफ्नै राजस्वले देश चलाउन सक्छौँ, यस सम्बन्धी गम्भीर हुनुपर्छ। कमिलाले हात्तीसँग तुलना आफूलाई गर्न थाल्यो भने, हामीले चीनसँग तुलना आफूलाई अमेरिकासँग तुलना गर्न थाल्यो भने उचित हुन्छ जस्तो मलाई लाग्दैन। त्यसो योजना विधेयकको एउटा पातलो पुस्तिका छ, मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझेँ मैले, अथवा पातलै छ। यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो। मान्य सदस्य हर्कराज राईलाई म समय दिन्छु, छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। अरू मान्य सदस्यहरू बस्नुहोस्। धन्यवाद सभामुख महोदय। प्रधानमन्त्रीज्यूले सीमाबारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर उभिँदै गरेको पनि आज 11औं दिन भएछ। 11औं दिनमा पनि उहाँको आउने छाँटकाँट देखिँदैन। म एउटा प्रश्न राख्न चाहन्छु। नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ? रक्षा मन्त्रीलाई तपाईँले बोलाइदिनुपर्छ। उहाँलाई म प्रश्न सोध्न चाहन्छु। यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी भन्छ क्या र, सशस्त्र सीमा बल जो छ, त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि निहत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले, रक्षा मन्त्रीले, प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो। हामी यहाँ प्रश्न सोध्न चाहन्छौँ उहाँलाई। हाम्रो नेपाली सेना चाहिँ सिमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ? नेपाल सरकारले सिमानामा पठाउनु, चियाउनु पनि पठाउन नमिल्ने खालको, अवलोकन गर्न पठाउन पनि नमिल्ने खालको के चाहिँ करार गरेको रहेछ? कि त त्यो करार पत्र, त्यो सन्धि यहाँनिर देखाइदिनु पर्यो हामीलाई। सार्वभौम संसद, हामी सबै सार्वभौम सांसदहरू जान्न चाहन्छौँ, बुझ्न चाहन्छौँ। सूचनाको हक होइन, संविधानको धारा 27, हामीलाई तपाईँको चाहिँ के अरे जानकारी होस्। अन्यथा त्यसरी चाहिँ सुरक्षा बिनाको सिमाना, खुला सिमाना जसले पनि मिच्छ, आज यति मिच्यो उति मिच्यो भनेर भनिरहेका छौँ। हामी यो 50औं वर्ष 100औं वर्षदेखि मिचिँदै आएको छ। त त्यो सिमानामा हामीले सुरक्षा फौज किन पठाउँदैनौँ? गृहमन्त्रीज्यू यहीँ हुनुहुन्छ, उहाँले पनि विशेष समय लिएर उत्तर दिए हुन्थ्यो है। कसरी चाहिँ हाम्रो देश चलिरहेको छ? हामी यहाँनिर बजेटका कुरा गरिरहेका छौँ, BYD का कुराहरू गरिरहेका छौँ, संसदीय छानबिन समितिका कुराहरू गरिरहेका छौँ। यो भनेको हाम्रो भित्रको कुरा, आन्तरिक कुरा हो, महत्त्वपूर्ण छन्, तर दोस्रो प्राथमिकतामा पर्छ त्यो। पहिलो प्राथमिकता भनेको हाम्रो सिमाना नै हो। त्यो सिमानामा हामीले चाहिँ किन ध्यान दिएनौँ? हाम्रो भूगोल बिनाको, माटो बिनाको देश हुन्छ र? सम्भव छ र? यो प्रश्न गर्न चाहन्छु म आज सभामुख महोदय मार्फत नेपाल सरकारलाई। 3 करोड नेपालीले चाहिँ जान्न चाहेको छ, कारण के हो? हामीले हाम्रो सिमानामा नेपाली सेनालाई लान नमिल्ने कुरा के रहेछ? कहाँ हामीले के सन्धि गरेका छौँ त? हामीलाई जान्नु तपाईँको चाहिँ के अरे पर्यो। अब
हामी जान्न चाहन्छौँ। सभामुख महोदय, सिमाना जोगाउनुभन्दा ठुलो कुरो छैन अरू कुराहरू। त्यसो भएको कारणले यो सिमानाप्रति गम्भीर बन्नुपर्छ। रक्षा मन्त्रीज्यूलाई तपाईँले रुलिङ गरेर यहाँ ल्याइदिनु पर्यो। हामी 2-4वटा प्रश्न सोध्न चाहन्छौँ र यो विभिन्न खालका चाहिँ के अरे आरोपहरू आइरहेका छन्। अब ती आरोपहरू सबै पुष्टि हुन पनि सक्छन् नहुन पनि सक्छन्, तर सरकारलाई लागेको आरोपलाई छानबिन गर्नका लागि चाहिँ संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने माग हामी राख्दछौँ। मन्त्रीज्यूहरूलाई आरोप लागिसकेपछि उहाँहरूकै माथहातका कर्मचारीहरूले छानबिन गरेर त्यो प्रतिवेदनमा के आयो भन्ने कुरा पनि सार्वजनिक नहुनु त्यो दुःखद छ। त्यो खालको चलनको पनि अन्त्य गरौँ। यहाँनिर अहिले भर्खरै पूर्व मन्त्रीज्यूले पनि भन्नुभयो उहाँको पालामा पनि त्यस्तो घोटाला गरेछ भने उहाँलाई पनि कारवाही गर्नुपर्छ, होइन? कारवाही जसलाई पनि गर्नुपर्छ। यहाँ दरबार हत्याकाण्डको चाहिँ तपाईँको छानबिन हुन्छ भनेर गृहमन्त्रीज्यूले भनिसकेको बेलामा अब यो सर्वकालिक छानबिन कति सम्भव हुन्छ? विगतमा कति लामो समयदेखि हामीले के गर्दै आएका छौँ। कोहीले राष्ट्रघात गरे होला, कोहीले सीमा सन्धि मिच्या होला। ती सबै कुराको छानबिन गर्नुपर्छ र दोषी पाइएको हदसम्म यो त्यो नभनिकन अनुहार नहेरी नाम नसुनी कारवाहीको तपाईँको चाहिँ के प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने माग राख्दछु। धन्यवाद। मान्य सदस्य खुशबु ओली, छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। सम्मानीय सभामुख महोदय, सीमा विवादबारे परराष्ट्र मन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु। काठमाडौँबाट दिल्ली जाँदा यो विषयको बारेमा पछि बोल्छु भनेर भन्नुभयो पत्रकारज्यूहरूलाई। दिल्लीको औपचारिक वार्तामा कहीँ कतै सीमाका विषय उठाउनु भएन। यतिसम्म कि नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन। भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनु भयो। काठमाडौँ फर्केपछि एक प्रेस नोट दिनुभयो, त्यसमा एक शब्द पनि सीमा विवादबारे छैन। पछि पत्रकारले सोधेपछि केही बोल्न बाध्य हुनुभयो। संसदमा पनि उहाँले सीमा विवादको विषय उठाउनु भएन, खालि सीमा व्यवस्थापनको नियमित काम जस्तो जङ्गे पिल्लरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनु भएको छ। सीमा व्यवस्थापन केही विषय होइन, वार्षिक आफैमा हुने कुरा हो, तर नेपाली नक्साको विषय भने फरक हो। यहाँ रहनुभएका सांसदज्यूहरूलाई पनि सीमा व्यवस्थापन र विवाद के हो हामीले अध्ययन गर्नुपर्ने आवश्यकता छ। विगत 7 वर्षमा सभामुख महोदय कुनै न कुनै रूपमा नेपालले लेख्ने प्रेस विज्ञप्तिहरूमा सीमाको विवाद जहिले पनि रहन्थ्यो, सीमाको विषय जहिले पनि रहन्थ्यो। पहिलो पटक हाम्रो प्रेस नोटबाट यो हटेको छ। यसमा म यहाँको ध्यान आकर्षण गर्न चाहन्छु। यो गम्भीर विषय हो। परराष्ट्र मन्त्रीज्यूसँग परराष्ट्र सचिवज्यू भ्रमणमा जानु भएन, त्यो पनि एउटा कौतूहलताको विषय रहेको छ। र अन्त्यमा सभामुख महोदय, परराष्ट्र मन्त्री फेरि पनि चीन जाँदै हुनुहुन्छ। उहाँले जसरी एउटा बन्द कोठामा मिडियामा सशक्त रूपले लिपुलेक कालापानी लिम्पुवाधुरा हाम्रो हो भनेर भन्नुभयो, त्यो चाहिँ अबको मित्र राष्ट्र चाइना उहाँ जाँदै हुनुहुन्छ, त्यहाँको प्रेस नोटमा त्यहाँको डिप्लोमेटिक टेबलमा यी शब्दहरू उच्चारण होस् भन्ने शुभकामना पनि उहाँको यात्राको लागि दिन चाहन्छु। र अर्थमन्त्रीज्यूले संसद र पत्रकारहरूको चेतनामाथि गर्नुभएको प्रहार खेदपूर्ण छ। धन्यवाद। मान्य सदस्य आकृति अवस्थी। माननीय सभामुख महोदय, आज म यस गरिमामय सदन मार्फत नेपाल सरकारको आन्तरिक हवाई सेवामा देखिएको लापरवाही र यात्रुहरूले भोग्नु परेको गम्भीर समस्यातर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। उडानहरू पटक पटक ढिलो हुने वा रद्द हुने, तर एयरलाइन्स कम्पनीहरूले यात्रुलाई मन लागेको बेला फ्लाइट डिले भएको सूचना दिने नत्र समयमा सूचना नदिने प्रवृत्तिका कारण यात्रुहरू विमानस्थलमा 15 देखि 6 घण्टासम्म अनावश्यक रूपमा बन्धक जस्तै बन्न बाध्य भइरहेका छन्। विशेष गरी सुत्केरी, बिरामी, अपाङ्गता भएका व्यक्ति
अत्यावश्यक कामकाजी र ज्येष्ठ नागरिकहरू बढी शास्ति बेहोर्नु परिरहेको अवस्था छ। सम्माननीय सभामुख महोदय, उपभोक्ता संरक्षण ऐन 2075ले प्रत्येक नागरिकलाई सही सूचनाको गुणस्तरीय सेवा र आवश्यक परे क्षतिपूर्ति पाउने अधिकार सुनिश्चित गरेको छ। साथै विश्वका धेरै देशमा लामो समय उडानहरू ढिलाइ हुँदा यात्रुलाई खानपान, सञ्चार र आवश्यक परे आवासको व्यवस्था गरिन्छ। तर नेपालमा यस्तो अवस्था हुनु त परको कुरा, समयमा फ्लाइट डिलेको सूचना समेत पाउन गाह्रो भइरहेको छ र यसमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य आर्यन राई। हेलो, बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार? खोटाङमा आफ्नो बाली खान आएको बेला बाँदर लखेर्दै गर्दा खोटाङ हलेसी 7 नम्बरबाट निवासी टिप्सर राई भिरबाट लडेर मेरुदण्ड 3 ठाउँ भाँचिएको छ। केएमसी अस्पतालमा उपचार भइरहेको छ। आर्थिक अवस्था निम्न छ। सहयोगी हातहरूबाट पैसा उठाएर उपचार भइरहेको छ। त्यसैले सभामुख महोदय निःशुल्क उपचारको माग गर्दछु र कृषि र किसान बिना कसरी तपाईँको स्वाधीन राष्ट्र र स्वाधीन अर्थतन्त्रको परिकल्पना गर्न सकिन्छ, म सरकारलाई सोध्न चाहन्छु। साथै अस्तिको राति खोटाङ भोजपुर जोड्ने मध्य पहाडी लोकमार्गमा वर्षाको कारण पङ्खु खोला भत्किएको कारण यातायात अवरुद्ध छ। पुनर्निर्माण गर्नको निम्ति सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य आशिका तामाङ। सम्मानीय सभामुख महोदय, पृथ्वी राजमार्गमा सवारी गर्दा शौचालय जान यात्रुहरू गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छ, कारण सार्वजनिक शौचालय छैन। त्यसैले सम्मानीय सभामुख महोदय, राजमार्गमा प्रत्येक 100 मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्। धन्यवाद। माननीय सदस्य खगेन्द्र सुनार। सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यसरी सबै संवैधानिक प्रक्रिया पुरा गरेको कर्मलाई लिएर गरिएको टीका टिप्पणी सुन्दा यस सदनका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले भनेको कुरा म सम्झन्छु। यो व्यवस्था 3 तरिकाले चलेको हुन्छ। एउटा यसको आफ्नै विधि विधान हुन्छ, अर्को अन्तर्राष्ट्रिय मान्यता हुन्छ, एउटा हाम्रो परम्परा हुन्छ। आफूले गरेको कुनै पनि कर्म त्यो परम्परामा आधारित हुने, तिनै परम्परालाई टेकेर पुरानालाई जसरी कहीँ कतै भएको त्रुटिलाई सच्याइएको कर्मलाई प्रति गरिएको टीका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ। व्यक्तिगत रूपमा डाक्टर स्वर्णिम वाग्लेमाथि गरिएको टीका टिप्पणी र जसरी लालछना लगाइएको छ यो प्रति हामी गम्भीर छौँ। त्यसैले सम्मानित सदन मार्फत म सबैको ध्यान आकर्षण गराउन चाहन्छु। घाम जस्तै छर्लङ्ग भएको कुरालाई नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन। नाक यहीँ पर्छ भन्ने कुरा सबैलाई जानकारी होस्। माननीय सदस्य खुशबु ओली। सम्माननीय सभामुख महोदय, राज्यले दिने कृषि अनुदानमा दशकौँदेखि ठूलो लापरवाही र घोटाला हुने गरेको छ। राज्यले कृषि अनुदान दिँदै जाने तर उत्पादन जस्ताको तस्तै रहने स्थिति बनेको छ। सरकारले अनुदान वितरण भएको तथ्याङ्क देखाउँछ तर किसानले उत्पादन बढेको तथ्याङ्क देखाउन सकेको छैन। अनुदान खेत होइन खल्तीमा गइरहेको छ। सरकारसँग कृषि अनुदानको रकम कहाँ खर्च भयो र उत्पादकत्व कति बढ्यो भन्ने कुनै क्रस भेरिफिकेसन गर्ने प्रणाली विद्यमान छैन। यसमा मन्त्रालयले प्रविधि विकास गरोस् भनेर निवेदन गर्न चाहन्छु। एउटा गजबको सेटिङ छ। एउटा व्यक्तिले बाख्रा पालनको लागि कृषि अनुदान लिन्छ, त्यो बाख्रा बेचेर गाई पालनको अर्को अनुदान कुम्ल्याउनतिर लाग्छ। उसले बेचेको त्यही बाख्रा अर्को फर्जी किसानले किन्छ र फेरि त्यही बाख्रा देखाएर अर्को किसान अनुदान लिन्छ। बाख्रा एक अनुदान अनेक भइरहेको छ। म सरकारसँग माग गर्दछु अनुदान प्राप्त प्रत्येक पशुमा अनिवार्य जियो ट्याग, जियो लोकेसन म्यापिङ वा RFID ट्यागिङ गरियोस् ताकि एउटा पशु देखाएर पटक पटक अनुदान खाने यो सिन्डिकेट र प्रपञ्च सधैँको लागि। माननीय सदस्य आर्यन राई। धन्यवाद। सम्माननीय सभामुख महोदय, हामी विनियोजन विधेयकमा छलफल गरिरहेका छौँ। थुप्रै कुराहरू यहाँ आए, भौतिक विकासका कुराहरू आए। अब थोरै म चाहिँ सामाजिक विकासको कुरा गर्नु पर्यो। भौतिक विकासले मात्रै देश बन्दैन, सामाजिक विकास पनि उत्तिकै आवश्यक छ। सबैभन्दा पहिला यो आदिवासी जनजाति उठान प्रतिष्ठानमा बजेट शून्य भएको छ भन्ने कुरा छ। यो के हो? यो चाहिँ थोरै म प्रश्न गर्न चाहन्छु। र अर्को कुरो, यो आदिवासी जनजाति आयोगमा पनि बजेट घटेको भन्ने छ। यस्तै अन्य आयोगतिर पनि समस्या यस्तै होला। यो आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, दलित आयोग त्यत्तिकै बनाएको होइन क्या। यो पुस्तादेखि पछाडि पारेका समुदायलाई सामाजिक रूपमा माथि उठान गर्नको निम्ति चाहिँ
यो आयोगहरू बनाएको र त्यसमा चाहिँ अझै मलाई लाग्छ पहिलाको भन्दा नयाँ गर्ने भने पछाडि अझै बजेट त्यहाँ परिहाल्नु पर्थ्यो, कम भयो भन्ने गुनासो छ। र आदिवासी जनजाति आयोग लगायत अन्य आयोगको चाहिँ प्रमुखहरूले पनि बजेट सम्बन्धी छलफल गर्नको निम्ति अर्थमन्त्रीले समय माग्दा नपाएको भन्ने गुनासो पनि छ। त्यसै कारणले गर्दाखेरि सामाजिक रूपमा पनि सबै समुदायलाई माथि उठान गर्नलाई राज्यले लगानी गर्नुपर्छ जस्तो लाग्छ। र अर्को कुरो, यो दुःख लाग्दो कुरा चाहिँ के छ भन्दाखेरि म आज अर्थमन्त्रीज्यूले यहाँ प्रश्न गर्न चाहन्छु, यो नयाँ पुरानो भन्नुभन्दा पनि अब हामी नयाँ कसरी गर्ने भन्ने कुरा प्रमुख होला। हिजो वैदेशिक ऋण यति बढ्यो उति बढ्यो भनेर आलोचना गर्ने, त्यस विषयमा चाहिँ ठुला ठुला तपाईँको सभा सम्मेलनमा कराउने, अहिले हामी नयाँ भन्नेहरू पनि छौँ। त्यसै कारणले गर्दाखेरि म एउटै मात्रै प्रश्न के गर्न चाहन्छु भने आज दुःख लाग्दो कुरा ऋण लिएर ऋण तिरिरहेका छौँ। अब यसको लागि नेपाली आम जनताले के गर्नुपर्ने, देशकै राजस्वबाट देश चलाउनको निम्ति हामीले के गर्नुपर्ने, हामी सांसदले के गर्नुपर्ने र सिङ्गो देशवासीले के गर्नुपर्ने, अर्थमन्त्रीज्यूले भनिदिनु भने यसको भावी रणनीति के छ अर्थमन्त्रीज्यूसँग, कहिलेबाट हामी आफ्नै राजस्वले देश चलाउन सक्छौँ, यस सम्बन्धी गम्भीर हुनुपर्छ। आज अर्थमन्त्रीज्यूको मात्रै यो विषयवस्तु त होइन, तर पनि आज त्यो जिम्मेवारी उहाँ भएको हुनाले म प्रश्न गर्न चाहन्छु र सबै देशवासीहरू हामीले कहिलेबाट हामीले आफ्नो राजस्वले देश चलाउनु पाउने हो, यस सम्बन्धी सबै देशवासीहरू, सम्बन्धित निकायहरू, सम्बन्धित सरकारवालाहरू चिन्तित हुन जरुरी छ। धन्यवाद। जय देश जय माटो। माननीय सदस्य हर्कराज राई। त्यस सभामुख महोदय, यो बजेट भन्ने बित्तिकै विकास भन्ने बुझ्नुपर्छ भन्ने लाग्छ मलाई। र विकास भनेको चाहिँ वास्तवमा के जस्तो मलाई चाहिँ लाग्छ भने यो चाहिँ विकास भनेको चाहिँ वृद्धि र व्यवस्थापन दुईटा मिसाएर जे योग आउँछ त्यो हो विकास। त्यसले गर्दाखेरि हामीले वृद्धि मात्रै सोचेर हुँदैन, व्यवस्थापनको पक्षमा पनि हामी जानुपर्छ भन्ने म तर्क राख्न चाहन्छु। विकासले कुनै देशलाई पुगेको छैन। आज अमेरिका पनि स्ट्रगल गरिरहेको छ, जापान हेऱ्यो, चीन हेऱ्यो, रसिया हेऱ्यो। त्यसले गर्दाखेरि व्यवस्थापनको पक्षमा पनि हामी लाग्नुपर्छ जस्तो लाग्छ। व्यवस्थापन भनेको सेटिस्फ्याक्सन पनि हो। त्यसले गर्दा कमिलाले हात्तीसँग तुलना आफूलाई गर्न थाल्यो भने होइन, हामीले चीनसँग तुलना आफूलाई अमेरिकासँग तुलना गर्न थाल्यो भने त्यो उचित हुन्छ जस्तो मलाई लाग्दैन। त्यसो भएको कारणले गर्दाखेरि यो विकास कसले धेरै गर्ने, कुन चाहिँ सरकारले धेरै योजनाहरू ल्याउने भन्ने दौडमा हाम्रो विदेशी ऋण प्रत्येक साल बढिरहेको छ। म हाम्रो अर्थमन्त्रीज्यूलाई, नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु, बरु योजनाका सङ्ख्याहरू घटाउँ। हामीले हुँदो नहुँदो योजना लिएर तपाईँको चाहिँ के अरे ऋणको भारीमा थिचिएर बस्नुभन्दा अब हामी आत्मनिर्भर बन्नुपर्छ भन्नेतर्फ हाम्रो अर्थनीति अगाडि जानुपर्छ भन्ने म सुझाव दिन चाहन्छु। र मैले धेरैचोटि यहाँ उभिएर पनि भनेको छु, जबसम्म हामीले शिक्षामा नै श्रम ल्याउँदैनौँ, शिक्षामै हामीले केटाकेटीलाई स्कुलिङमै जबसम्म हामी काम गर्न सिकाउँदैनौँ, काम गर्नु नै शिक्षा हो भन्ने कुराको मानक स्थापित गर्दैनौँ, तबसम्म देशमा उत्पादन हुँदैन। देशमा उत्पादन नहुनु भनेको औद्योगिकरणमा नजानु हो देश। त्यसो भएको कारणले गर्दाखेरि श्रम, हामी त श्रम संस्कृति भन्दै आएकै कुरा मान्छे हो। श्रम संस्कृति चाहिँ वास्तवमा के हो त भन्दाखेरि यो एउटा पार्टीको नाम मात्रै नभएर यो भनेको चाहिँ गरी खान सिकाउने। अब भोका नाङ्गालाई जहिले पनि भात लिएर कपडा लिएर चाहिँ सहयोग गर्नुभन्दा उसैले आफैलाई उत्पादन गरेर उपभोग गराए भनेर सिकाउने एउटा संस्कृति हो। त्यसो भएको कारणले त्यसतर्फ ध्यान दिनुपर्छ भन्ने मलाई चाहिँ के अरे लाग्दछ र त्यही सुझाव म दिन चाहन्छु। हामी कति सफल भयौँ या कति असफल भयौँ भन्ने कुराको मूल्याङ्कन हामीले विदेशी ऋण घटायौँ या बढायौँ भन्ने कुराले निर्धारण गर्छ भन्ने म सुझाव दिन चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि हामीले जतिसक्दो ऋण घटाउने कोसिसतर्फ हामी चाहिँ के अरे लाग्नुपर्छ र म त भन्छु अर्को साल ऋण तपाईँको चाहिँ नलिकन हामीले चाहिँ होइन। माननीय सदस्य खुशबु ओली। सम्माननीय सभामुख महोदय,
आर्थिक वर्ष 2083-84 को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बजेट खर्च गर्ने अधिकार दिने सामान्य विनियोजन विधेयकका रूपमा मात्र बुझिनु हुँदैन रहेछ भन्ने कुरा यो विधेयक अध्ययन पश्चात स्पष्ट भइयो। मैले यो विधेयकको महत्त्वपूर्ण पक्ष के हो भनेर केलाएर हेर्दा यो विधेयकले हाम्रो संसदबाट स्वीकृत बजेटमाथिको नियन्त्रणलाई कार्यपालिकातर्फ सार्ने विभिन्न संयन्त्रहरू सृजना गरेका विषयहरू छन्। सरकारले यसलाई आर्थिक वर्ष 2083-84 को लागि सङ्घीय सञ्चित कोषबाट करिब रु 17 खर्ब 6 अर्ब खर्च गर्ने अधिकार दिने नियमित विधेयक भनेर प्रस्तुत गरेको छ। यो विधेयकलाई गहिरो गरी पढ्दै जाँदा स्वभावतः संसदीय प्रश्नहरू आए। बजेट रकमान्तरको अत्याधिक अधिकारका सम्बन्धमा प्रश्न आयो। विधेयकले अर्थ मन्त्रालयलाई विनियोजित रकमको 10% विभिन्न अनुदान सङ्केत बीच रकमान्तर गर्न सक्ने अधिकार दिएको छ। मलाई मनमा कुरा आयो, सार्वभौम सांसदले यहाँ यत्रो विस्तृत छलफल गरेर बजेटका प्राथमिकता निर्धारण गरेको छ भनिन्छ, तर कार्यपालिकालाई फेरि ती प्राथमिकताहरू परिवर्तन गर्ने अधिकार किन यस्तो व्यापक दिइन्छ? यो प्रणालीगत प्रश्नका विषयमा संसदहरू समक्ष छलफल गरिँदा स्वयं संसद नै लाभान्वित हुन्छ। संसदले एउटा बजेट पारित गर्ने तर कार्यपालिकाले अर्को बजेट कार्यान्वयन गर्ने त्रुटिपूर्ण संरचनामा हामीले कसरी फेरबदल गर्न सक्दछौँ होला? यो प्रश्न मैले जिम्मेवारीमा रहनुभएका पदाधिकारीसँग राखेँ। उत्तरको अपेक्षा छ। एउटै अनुदानभित्र असीमित रकमान्तर। विधेयकले एउटै अनुदान सङ्केतभित्र जति पनि रकम रकमान्तर गर्न सकिने व्यवस्था गरेको देखिन्छ। यो विधेयकको सबैभन्दा महत्त्वपूर्ण तर लुकेको प्रावधान मध्ये सायद यही नै प्रमुख हो। यसले के देखाएको छ भने कुनै मन्त्रालयले एउटा आयोजना घटाउन, अर्को आयोजना बढाउन र प्राथमिकता परिवर्तन गर्न लगायत विषयमा संसदमा फर्किनु नै पर्दैन। त्यसैले मनमा संसदीय प्रश्न आयो, सांसदले आयोजना स्वीकृत गरिरहेको हो कि मन्त्रालयलाई खर्च गर्नको लागि एकमुष्ट रकम मात्र दिएको हो? यो अन्यलपूर्ण प्रश्नको उत्तर पनि अपेक्षाकृत छ। यो विधेयकले लेखा उत्तरदायी अधिकारीलाई कार्यक्रम परिवर्तन गर्ने अधिकार पनि दिएको छ। लेखा उत्तरदायी अधिकारीलाई कार्यक्रम संशोधन, क्रियाकलाप संशोधन, त्रैमासिक विभाजन परिवर्तन, पुँजीगत बजेट पुनः व्यवस्थापन गर्ने अधिकार दिएको छ। त्यसैले स्वाभाविक प्रश्न आयो, यदि जनप्रतिनिधिले स्वीकृत गरिसकेको कार्यक्रमलाई एक प्रशासनिक अधिकारीले संशोधन गर्न सक्नुहुन्छ भने संसदले आफ्नो नीतिगत अधिकार कतिको प्रयोग गर्न पाउँछन् वा पाए होला? सायद हामी यस्ता विषयहरूमा थप प्रभावकारी सुधार गर्न सक्दछौँ। मन्त्री परिषदलाई दिएको व्यापक अधिकार। विधेयकको लगभग अन्तिमतिर दफा 11 ले कार्यान्वयनमा बाधा परे मन्त्री परिषदले आदेश जारी गरी आवश्यक व्यवस्था गर्न सक्ने व्यवस्था गरेको छ। आवश्यक व्यवस्था भन्ने शब्द अत्यन्त व्यापक र स्पष्ट हुने भएकाले यस्ता विषयमा हामी केही स्पष्टता राख्न सक्छौँ कि भन्ने प्रश्न रह्यो। संसदले स्पष्ट रूपमा नदिएको कुन अतिरिक्त अधिकार मन्त्री परिषदले यस दफा अन्तर्गत प्रयोग गर्न सक्ने रहेछ? यस्ता स्वाभाविक संसदीय प्रश्न छन्। उत्तरको अपेक्षा राख्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेलाई छलफलमा उठेका प्रश्नहरूको जवाब दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ। मान्यज्यूहरूले धेरैले पाउनु भएन जस्तो बुझेँ मैले, अथवा पाउनु भए पनि त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नुभन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुराहरू गर्नुभएको कि भन्ने जस्तो मलाई महसुस भयो। आदिवासी जनजाति आयोगको बजेट चाहिँ अनुसूची 2 मा लेखेकै छ, कति छुट्या छ भनेर मैले सुन्नमा आयो कि त्यहाँ कति पनि हालिएन छ भन्ने कुराहरू। त्यसैले अघि एकजनाले कटाक्ष गर्नुभयो, खै मैले बोलौँ अज्ञानी भन्देला भनेर, त्यस्तो होइन मान्यज्यू। तर सम्बन्धित विनियोजन विधेयक पढेर पातलै छ, यसो हेरेर आउनुभयो भए अलि डिस्कसन चाहिँ केन्द्रित हुन सक्थ्यो। धेरै मान्यज्यूहरूले राख्नुभएका विकास निर्माणका चासोहरू चाहिँ अब आउँछ मन्त्रालयगत विनियोजनमा। अब शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी लगायतका यो मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीकै अगाडि मान्यज्यूहरूले ती कुराहरू राख्नुहुने नै छ। केही त्यो अब यसपछि आज चाहिँ सैद्धान्तिक छलफल, मूलतः जुन 21-24 अर्बको विनियोजन प्रस्ताव गरिएको छ त्यसको ठुलो रकम तल जान्छ, तर सङ्घीय सरकारले प्रयोग गर्ने रकमहरू र यहाँ मोटामोटी माथि एप्रोप्रिएसन गरिएका कुराहरूलाई हामीले आज छलफलको विषय बनाएका हौँ। म सरसर्ती मैले टिपेको छु मान्यज्यूहरूले उठाउनुभएका जिज्ञासाहरू। अब यो समताको, शिक्षा, स्वास्थ्यको विनियोजन अहिले सङ्घले कमै राख्छ। हामीले विनियोजन ठुलै गरे पनि धेरै शिक्षा स्वास्थ्यका कुराहरू चाहिँ हाम्रो संविधानको अनुसूची अनुरूप पनि सस्टेनेबल डेभलपमेन्ट गोल्सका प्राथमिकता अन्तर्गत पनि डेलिभरी, लोकल डेलिभरी भएर त्यो ठुलो रकम खरबौँ
चाहिँ तल नै जान्छ र यहाँ सङ्घले राख्ने रकमहरू कम नै हुन्छन्। स्रोतान्तर रकमान्तर गर्ने जस्ता विधिहरूमा पनि केही परिमार्जन गरिएको छ। यसपालि पुँजीगत खर्च द्रुत रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठुलो अधिकार अहिले प्रत्यायोजन गरेको छ। सम्बन्धित मन्त्रालयले नै स्रोतकै अन्तर गर्न चाहिँ सोध्न पर्यो, किनकि ऋणका कुरा छन्, अनुदानका कुरा छन्, वैदेशिक र आन्तरिक स्रोतहरू यो सबै मिलाउनु पर्ने हुन्छ। तर विनियोजित रकमभित्रको रकमान्तर काम भएको शीर्षकबाट काम नभएको शीर्षकतिर सार्नको लागि वा भाइस वर्षा यो सबै गर्नको लागि चाहिँ सम्बन्धित मन्त्रालयहरूलाई ठुलो अख्तियारी प्रदान गरिएको छ। अर्को यो गणितमा अलिकति मान्यज्यूहरूले चासो राख्नु भएको छ। अब यो मैले बारम्बार भन्ने गरेको छु, यो राज्य आँखा चिम्लेर सिन्को नभाँच्दा पनि झन्डै झन्डै हाम्रो अनिवार्य दायित्व 14 खर्ब जति छ। तलब सुविधाका कुराहरू, ऋण सावा ब्याजका कुराहरू छन्, सामाजिक सुरक्षा भत्ताहरूका कुराहरू छन्। त्यसैले त्यो मोस्टली चालुमै प्रतिबिम्बित हुन्छ। यद्यपि एउटा डिफ्रेन्सिएसन चाहिँ हामीले गर्नुपर्ने हुन्छ। चालु भने सबै खराब, पुँजीगत भने सबै राम्रो पनि होइन। चालुभित्र शिक्षकको तलब जान्छ, स्वास्थ्य कर्मीहरूको तलब जान्छ, त्यो पनि विकासै हो। त्यसैले त्यसलाई ठ्याक्कै अलि एक तह गहिरिएर हामीले विश्लेषण गऱ्यौँ भने त्यो थप स्पष्ट हुन्छ। र पुँजीगतमा जस्तो सवारी साधनको खरिद त्यो सधैँ उत्पादक नहुन पनि सक्छ नि, तर त्यो पुँजीगतमा रिफ्लेक्ट हुन्छ। भ्यू टावरहरूको निर्माण त्यो आफैमा उत्पादक नहुन सक्छ। त्यसैले पुँजीगतभन्दा राम्रो चालु भने नराम्रो भन्ने चाहिँ होइन। ठुलो रकम 600 अर्ब हामीले राजस्व बाँडफाँड सहित तल पठाएका छौँ। त्यसमा पनि यी कुराहरू चाहिँ लुकेका हुन्छन्। यद्यपि सारमा चालुको वर्चस्व ठुलो भयो भन्ने कुरामा हामी एकदमै सचेत छौँ। त्यसैले अब यो हामी चैतमा आयौँ, जेठमा बजेट लिएर आयौँ, तुरुन्तै चालुलाई काटेर यसलाई अस्टेरिटीतिर जान सम्भव थिएन। त्यसको थालनी भने गरेका छौँ। यहाँहरूले जानकारी पाइ नै राख्नु भएको छ। विभिन्न आयोगहरूदेखि लिएर मन्त्रालयकै पनि कन्सोलिडेसन र 20 अर्ब जति त त्यहीँबाट हामी बचाउँछौँ भनेर भनेका पनि छौँ इत्यादि। यो कन्टिन्यू नै हुन्छ। यो प्रशासनिक सुधार टेक्नोलोजीको अवलम्बनले अब पहिले जस्तो धेरै मानिसहरू नचाहिने गतिविधिहरूमा यसलाई कस्ट कटिङ गरेर हामी अगाडि जाँदैछौँ। सङ्घीय निजामती विधेयक पनि आउँदैछ, त्यसमा पनि केही छलफलहरू हुने नै छन्। त्यसैले पनि यसपालि असाध्यै ठुलो ध्यान यो 20-21 खर्बले मात्र देश बन्ने भएन है। 70 खर्बलाई नै उत्तेलित गर्नु पर्यो। त्यो भनेको सार्वजनिक कोषभन्दा बाहिरको रकम पनि अब आकर्षित गर्नु पर्यो। र मैले हिजो पनि निवेदन गरेँ मान्य सांसदज्यूहरूलाई, 1 रुपियाँ सङ्घीय बजेटले 5 रुपियाँ निजी पुँजी तान्ने, क्राउड इन गर्ने गरेर हामीले विनियोजन गर्नुपर्ने हुन्छ। र हाम्रो अर्को 4-5 वर्षको बजेट यसैतिर केन्द्रित हुन्छ। सो अर्जुन दृष्टिमा यो अहिले यहाँ 17 खर्बको जति कुरा गरिएको छ, समग्र बजेट 21-24 को आयो। तर मेरो ध्यान 74-58 अर्बतिर छ, अर्थात् जिडिपीको आकारतिर त्यहाँ पुर्याउनु पर्नेछ यो आर्थिक वर्षको अन्तमा। त्यसैले त्यहाँ पुर्याउनको लागि विनियोजन कुशलता, दक्षता पनि हामीले देखाउनु पर्ने हुन्छ। यद्यपि अहिले यो साल हामी आउँदै त्यो फिस्कल रुम असाध्यै साँघुरो थियो। ऋण तिर्नु परिहाल्यो, सभरेन कमिटमेन्टहरू भए, सिलिङहरू बाँडिसकिया थियो। अघि मैले भनेका अनिवार्य दायित्वहरू भइ नै हाले। र अघि एकजना मान्य सदस्यले राजस्वको कुरा उठाउनु भयो। यो ऋण लिएर ऋण तिर्ने राजस्वमा गरौँ, हामी पनि सघाउन चाहन्छौँ। म त्यसको स्वागत गर्न चाहन्छु। यो सरकारले गर्न खोजेको त्यही हो। यसपालि असाध्यै महत्त्वकाङ्क्षी लक्ष्य राखिएको छ, ऋणमा होइन राजस्वमा। 1580 अर्ब हामीले उठाउने लक्ष्य लिएका छौँ। सुशासनको जगमा, कम्प्लायन्सको जगमा अहिले करका धेरै कुराहरू मान्यज्यू समक्ष मैले हिजो निवेदन पनि गरेँ। धेरैलाई फर्मलाइज गर्नुपर्नेछ, करको दायराभित्र ल्याउनु पर्नेछ। र अलिअलि हल्का आलोचना भएका विषयहरू पनि मकसद त्यही नै हो। कसरी हुन्छ यो अर्थतन्त्रलाई औपचारिकीकरणतिर लिएर आउँ, ट्याक्स नेटमा जोडौँ धेरैभन्दा धेरै करदाताहरूलाई। तर करको भार चाहिँ एकदमै न्यून वा लगभग नगण्य बनाउनेतिर हामी लागौँ। र त्यो सम्भव हुन्छ जब दायरा फराकिलो हुन्छ। त्यो लक्ष्यका साथ हामीले यत्रो प्रचण्ड बहुमत प्राप्त सरकारले पनि त्यो आँटेन भने यो कुनै पनि सरकारले गर्न सक्दैन। यो थाती राख्ने काम हुन जान्छ भनेर यसपालि त्यो सुरुमा झट्ट सुन्दा अप्रिय लागे पनि कालान्तरमा त्यो देशले मागेको कुरातिर हामी गएका छौँ। सभरेन डेटका कुराहरू मैले निवेदन गरिसकेँ। अब ऋणै नलिने भन्ने भएन, तर ऋण जिडिपीको सापेक्षतामा अर्थात् अर्थतन्त्रको आकारको सापेक्षतामा एउटा वाञ्छित सीमाभित्र राख्नुपर्छ। र लिएको ऋणले त्यो ऋणलाई तिर्न सक्ने क्षमता, अर्थतन्त्रको सामर्थ्य बढ्दै जाओस्।
डेट्स सुड पे फर देमसेल्भ्स भनेर भनिन्छ। त्यसैले त्यो उत्पादनमूलक क्षेत्रमा लगाउन सक्यो भने त जिडिपीको आकार बढ्छ। त्यसैले न्युमरेटर बढिरहेछ, डिनोमिनेटर पनि बढ्यो भने त्यो घटिरहेको हुन्छ रेसियो। हाम्रो लक्ष्य त्यो हो। त्यसैले हिजो मैले निवेदन गरिसकेका छु, झन्डै 7 खर्ब ऋण लिँदा पनि यसपालि डेट टु जिडिपी रेसियो हामीले सोचेको जस्तो आर्थिक वृद्धि हुन सक्यो भने समान नै रहन्छ। अहिलेकै 43%, 44% को हाराहारीमा रहन्छ र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत हाम्रा विश्वसनीय विकासका साझेदारहरूले भन्ने गरेका छन् अल्प विकसित मुलुकहरूमा अथवा न्यून आय भएका मुलुकहरूमा 50% डेट टु जिडिपी रेसियो हुँदा त्यो हाई स्ट्रेसमा जाँदैन। अहिले हामी एकदमै लो स्ट्रेसमा छौँ। डेट सस्टेनेबिलिटीको विश्लेषण नियमित रूपमा भइराखेका हुन्छ। रेमिटेन्सको प्रवाहले, एक्सपोर्ट्सको प्रवाहले त्यसलाई हामीले सर्भिसिङ गर्न सकिरहेका हुन्छौँ भन्ने खालको विश्लेषण गर्दाखेरि यो 43-44 भनेको धेरै खराब होइन। धेरै मान्यज्यूहरूले तिमी त पहिला ऋणको विरोध गर्थ्यौ भने मैले कहिले पनि त्यसरी निरपेक्ष ढङ्गले बोलेको छैन, कहिले पनि बोलेको छैन। मान्यज्यूहरूले मैले बोलेको कुरा त्यो स्रोतको विश्वसनीयताबारे प्रश्न उठाएको हुन सक्छु, तर ऋण लिएर नै जिडिपी बढाउन सकियो, आर्थिक वृद्धिलाई चलायमान गर्न सकियो भने यो आफैमा ठुलो विषय होइन। तर ऋण लिएर अनुत्पादक क्षेत्रमा, चालु खर्चमा, रिटर्न नदिने क्षेत्रमा खर्च गऱ्यो भने चाहिँ यो बोझ बन्दै जान्छ। र अब जापान जस्तो मुलुकको त डेट टु जिडिपी रेसियो 200% छ। उसको राष्ट्रिय विश्वसनीयता र धेरै डेट डोमेस्टिक भएको हुनाले र उसको मुद्राको अन्तर्राष्ट्रिय क्रेडिबिलिटी भएको हुनाले उसले सक्यो। अमेरिकाको 100% भन्दा माथि छ। तर हामी 50 नाग्न हुँदैन। अहिले 43-44 मा छौँ। यद्यपि यो भूकम्पको बेलामा जम्मा 25 थियो, यो बढ्दै गएको हो। भूकम्पपछि हामीले ऋण लियौँ, कोभिडमा पनि ऋण लियौँ, अरू विकास निर्माणको आकाङ्क्षा पनि बढ्दै गएर अहिले 25% अफ जिडिपीबाट हामी 43% अफ जिडिपीमा छौँ। अर्थतन्त्र ठुलो हुँदै गयो भने यो स्वतः घट्दै जान्छ पनि। त्यसैले यसलाई म्यानेज गर्न सकिन्छ। मान्यज्यूहरूले यसमा चासो राख्नुभएको हुनाले मैले भने। मान्य नरेन्द्र केरुङले स्वास्थ्य बिमाको कुरा गर्नुभएको छ, चिन्ता छ। तर यो असीमित दायित्व बन्यो भने 2124 अरबै स्वास्थ्य बिमामा खर्च गरियो भने पनि त्यो नपुग्न सक्ने हुन्छ। त्यसैले यसलाई कुन सीमाभित्र राख्ने र हिजो भनिए जस्तै विपन्नको सहारा राज्य बन्नै पर्छ, सब्सिडाइज नै गर्नुपर्छ। तर आय बढ्दै गएपछि हामीले यसलाई योगदानको आधारमा पनि इन्स्योरेन्स स्किमकै रूपमा अपरेसन गर्नुपर्ने हुन्छ र त्यो कोषलाई भायबल बनाउनुपर्छ। त्यसको प्रारम्भिक बिन्दु चाहिँ युनिभर्सलाइज गर्नुपर्ने हुन्छ रिस्क पुललाई। तर यो स्वास्थ्य मन्त्रालयको विनियोजन छलफलमा अझ घनीभूत रूपले मान्यज्यूहरूले राख्नुहुने नै छ। अर्थ मन्त्रालयको बजेट 5 खर्बै हो कि भन्नुभयो योजना आयोगका पूर्व उपाध्यक्ष। त्यहाँ एउटा शून्य गलत पढ्न जानुभयो कि जस्तो लाग्यो मलाई, त्यति धेरै छैन। अर्थ मन्त्रालयको त्यही 50-60 अर्ब कति छ, यहाँहरूले लास्टमा देख्नु होला। अरू चाहिँ विविध भनेर राखिन्छ, जस्तो चुनावै गराउनु पर्यो 20-22 अरब त लाग्ला। त्यो रकम अहिले हामीले राखिराखेका हुन्छ एउटा कोषमा। चुनाव गराउनु पर्यो भने त्यसमा पछि विनियोजन हुन्छ। निर्वाचन आयोग लगायत सुरक्षा निकायहरूलाई त्यो विनियोजन गरिन्छ। त्यसैले भइपरि आउने इमर्जेन्सी क्राइसिसको बेलामा चाहिँ त्यो अर्थ मन्त्रालयले विविध शीर्षकमा राखेको हुन्छ। र केही चाहिँ पेन्सनर्सहरूको तलब सुविधा यसपालि वृद्धि पनि भएको छ, ती कोषहरू पनि विभिन्न शीर्षकमा राखिएको हुन्छ। अर्थ मन्त्रालय आफैको खासै ठुलो विकास कार्यक्रमहरू छैन र त्यसमा पनि विनियोजन विधेयकमा यहाँहरूले देखिहाल्नुहुनेछ कति आइटममा के भएको भन्ने कुरा। सडक गाउँठाउँका कुराहरू सम्बन्धित मन्त्रालयकै विनियोजनमा छलफल गर्नुहुने नै छ। चालु पुँजीगत लगायतको सन्तुलन यहाँ दोहोरियो, त्यो मैले स्पष्ट पारिसकेँ। मान्य राजेन्द्र राईले सबैलाई खुसी पार्छु भन्दै हिँड्नु भएको थियो भने मैले त्यस्तो त बोलिनँ होला कहिले पनि। धेरै मानिस खुसी नै पाएको छु। तर बजेटको पुनर्लेखन गर्नु होला भने बजेटको पुनर्लेखन हुन्छ अर्को वर्ष। मान्य निराशा चौधरी ले सुदूरपश्चिम लगायतका कुराहरू गर्नुभएको छ। यो सुप भनेरै नछुटिए पनि समग्र राष्ट्रिय कार्यक्रमहरूको भौगोलिक वितरण सकेसम्म न्यायोचित नै भइराखेको हुन्छ। त्यसैले मधेस, कोशी, सुप भनेर नभनिए पनि अब सामाजिक सुरक्षाको कार्यक्रम 120 अर्ब छ नि त, त्यो त सबै नागरिकलाई हो नि। त्यसैले त्यो ठ्याक्कै आफ्नो शब्द नै खोजेको शब्द नै नपाइए पनि यसमा अलि गहिरिएर हामीले वर्गीकरण गऱ्यौँ भने धेरै नै छ। यद्यपि कर्णाली, सुप र मधेसलाई अलि विशेष प्राथमिकतामा हामीले राखेकै हो यसपटक।
अब अन्य क्षेत्रगत कुराहरू मान्यज्यूहरूले उठाउनु भएको छ, कृषि लगायत धेरै विषयहरू, मद्रासा शिक्षाको विषय राम्ररी राख्नु भएको छ। शिक्षाकोमा सायद मान्यज्यूले अझ घनीभूत यसमा छलफल उठाउनु होला, शिक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा। गरिबीलाई यथावत, गरिबीसँग सम्बन्धित कार्यक्रमहरूलाई कन्टिन्युटी गरेको छु, निरन्तरता दिएको छु। तर मकसद भनेको निम्न आयलाई मध्यम वर्गमा उकास्ने नै हो। त्यो दिगो आर्थिक वृद्धिबाट मात्र सम्भव छ। दिगो आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई नै उद्वेलित पार्नुपर्छ भन्ने त्यो सैद्धान्तिक धारबाट यो बजेट बनेको हो। कर्णालीको विषय, राजमार्गको विषय, अलि विनियोजन, यो पातलो विनियोजन विधेयकमा त त्यो थिएन, मान्यज्यूहरूले उठाइहाल्नु भएको भएर मैले भने भौतिक पूर्वाधार अथवा पूर्वाधार विकास मन्त्रालयको विनियोजनमा देखिने नै छ। काम सुरु भएर काम भएको खण्डमा त्यो रकम थप्न सकिने सुविधा सम्बन्धित मन्त्रालयलाई हुन्छ नै। त्यसैले सुरुमा रकम कम पर्यो कि भनेर त्यति धेरै चिन्ता गर्नु पर्दैन। हाम्रो पुरानो रोग के थियो भने रकम 20-30 अरब राखिदिने, ठेक्कापट्ट लगाउँदैमा 8 महिना जान्थ्यो र त्यो रकम खर्च नहुने। त्यसैले अहिले बरु थोरै रकमबाट सुरु गरौँ, काम भएको खण्डमा त्यहाँ रकमान्तर गरेर र अर्थ मन्त्रालयको सहमतिमा स्रोतान्तरै गरेर पनि त्यहाँ गर्न सकिने भन्ने कुराहरू नै छन्। शिक्षाको मोडलबारे अब यो वृद्धि र व्यवस्थापनको बारेमा मान्य अर्क साम्पाङ, अर्क राईले राख्नु भएको छ। त्यो एउटा सैद्धान्तिक धार अब ठिकै पनि हो। अब यसलाई विभिन्न मन्त्रालयहरूका कार्यक्रममा पनि थप पृष्ठपोषण हुन्छ होला नै। मान्य खुसबु ओलीले यो अधिकार चाहिँ कार्यपालिकाले खोसेको हो कि भन्ने आशय व्यक्त गर्नुभएको छ। अब यो वेस्टमिन्स्टर प्रणालीमा यही नै हो, ओभरअल म्यान्डेट लेजिस्लेचरले दिन्छ कार्यपालिकालाई। कार्यपालिका अथवा देशको प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो। त्यसैले यो सार्वभौम नै छ। मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ, सम्मानित सदनले राख्छ, सरकार बनाउने, सरकार ढाल्ने। तर त्यहाँ वेस्टमिन्स्टर प्रणालीमा अब अङ्कगणित बहुमतीय प्रणालीमा एउटा चाहिँ स्थापित मान्यता छ नै। तर यो हरेक खुद्रे गतिविधिहरूमा संसदमा आउन सम्भव नभए भएर यो विश्वव्यापी अभ्यास 200-300 वर्षको संसदीय अभ्यासले गर्दाखेरि यो यसरी नै प्रत्यायोजन नै गर्ने हो। अझ धेरै समृद्ध लोकतान्त्रिक मुलुकहरूमा त जस्तो ट्रेड नेगोसिएसन, संयुक्त राज्य अमेरिकाकै उदाहरण लिने हो भने ट्रेड नेगोसिएसन गर्ने अधिकार वास्तवमा कङ्ग्रेसको हुन्छ। तर त्यहाँ दफा दफा हरफ हरफमा नेगोसिएसन संसदले गर्न थाल्यो भने त्यो ड्रिल कहिले पनि नहुने भएर उसले एकमुष्ट अधिकार कार्यपालिकालाई दिएको हुन्छ, प्रेसिडेन्सीलाई दिएको हुन्छ र विभिन्न उसले कार्यपालिकाले गरेका डिलहरूलाई संसदले अप अर डाउन, यस अर नो मात्र भन्न पाउने गरेर पनि त्यो फङ्सनल बनाउनको लागि विभिन्न कम्प्रोमाइजेस भएका हुन्छन्। तर यो ठिक भएन, विनियोजन विधेयक यसरी नगरौँ, अब सबै कुरा चाहिँ यहीँ आउनुपर्छ भन्ने हो भने यो पनि त्यो निर्णय गर्ने अधिकार फेरि यहीँ हो, ऐन बन्ने यहीँ हो। त्यसैले यसरी जाउँ भन्ने कुरा चाहिँ बहस गर्न सकियो। तर एउटा स्थापित अभ्यास विशिष्ट कारणहरूले अनुभवका आधारमा खारिँदै माझिँदै पनि आएको हुन्छ। तर सुधारको आवश्यकता महसुस भयो भने त्यो गर्न सकियो पनि। मान्य पार्वती विकलले जातीय विभेदका कुराहरू गर्नुभएको छ, अघि मैले इङ्गित गरिसकेँ। यी कुराहरू छुट्टै शीर्षक नभए पनि एउटा थ्रेड चाहिँ समन्यायिक समाज, समावेशी समाजको कल्पना गर्दै गर्दाखेरि, इन्क्लुसिभ ग्रोथका कुराहरू गर्दै गर्दाखेरि यिनीहरू चाहिँ परोक्ष वा प्रत्यक्ष रूपमा सम्बोधन भएर नै गएका हुन्छन् भन्ने कुरा म यहाँहरू समक्ष आश्वस्त गराउँदै मोटामोटी विनियोजन विधेयकको सैद्धान्तिक छलफलमा उठेका विषयहरूलाई मैले यति सम्बोधन गरेँ। मान्यज्यूहरूले अब मन्त्रालयगत छलफलमा भाग लिँदाखेरि सम्बन्धित मन्त्रीज्यूहरूले जवाफ दिनुहुने नै छ। हस्त धेरै धेरै धन्यवाद। मान्य सदस्य, छोटकरीमा 1 मिनेटभित्र आफ्नो कुरा राख्नुहोस्। सभामुख महोदय, समयका लागि धन्यवाद छ। आज मात्रै नवलपरासी जिल्लाको सुस्ता क्षेत्रमा भारतीय एसएसबी बल नेपाल प्रवेश गरी त्यहाँ ठुलो समस्या सिर्जना भएको छ। सभामुख महोदय, नेपालको भूमिमा छिरेर गस्ती गरेको छ र त्यहाँ त्यसपछि आतङ्क सिर्जना गरेपछि स्थानीयवासीहरू एकजुट भई त्यसको प्रतिकार गरेका छन् र पछि स्थानीयवासीले लखेटेका छन्। म यो सम्मानित सदनमा सभामुख महोदय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र म भन्न चाहन्छु कि नेपाल सरकार के हेरेर बसेको छ। हामीले त्यसै भनेका छैनौँ, यो प्रतिपक्षको विषय मात्रै होइन, यो सिङ्गो नेपालको विषय हो, नेपालको एजेन्डा हो। र आज प्रधानमन्त्रीले सदनमा जसरी बोल्नुभयो र नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिका कारण आज
भारत यो नेपाल र भारतको धेरै सीमा क्षेत्रमा समस्या भएको छ र एसएसपी बलले नेपाली जनताहरूलाई समस्या दिइरहेका छन् र आज म धन्यवाद भन्न चाहन्छु ती सुस्तावासीलाई जसले त्यहाँको चाहिँ प्रतिकार गरेका छन्, एसएसपीको प्रतिकार गरेका छन् र लखेटेका छन्। म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु र ती राष्ट्रवादी जनताहरूलाई म नमन व्यक्त गर्न चाहन्छु र ममा टोपी खोलेर शिर झुकाएर ती राष्ट्रवादी सुस्तावासीहरूलाई म धन्यवाद भन्न चाहन्छु। सभामुख महोदय धन्यवाद। अन्य सदस्य रिमा विश्वकर्मा। सम्मानीय सभामुख महोदय, आजको विश्व भनेको सैन्य सामर्थ्य र आर्थिक सबलताले मात्र होइन, सांस्कृतिक परम्परा सभ्यताले डोराइरहेको विश्व हो। विश्वको मानचित्रमा नेपाल भूगोलका हिसाबले एउटा सानो सानो जस्तो देश देखिए तापनि जब सांस्कृतिक सम्पदाका कुरा आउँछन्, प्राकृतिक विविधताका कुरा आउँछन्, हामी एकदमै समृद्ध राष्ट्र छौँ र देखिने कुरा त सबैको नजरमा पर्ने भयो। यो नदेखिने अमूर्त सम्पदालाई कानुनी मान्यता दिएर सम्वर्धन प्रवर्धन गर्ने जुन हाम्रो सरकारको यो प्रयास छ त्यो वास्तवमै स्वागत योग्य छ। हामी धन्यवाद पनि ज्ञापन गर्न चाहन्छौँ। मलाई लागेका केही कुराहरू यहाँहरू समक्ष राख्न चाहन्छु। नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश हो भन्ने कुरा त भनिरहनु परेन। पछिल्लो राष्ट्रिय जनगणनाले नेपालमा 142वटा जातीय समुदायको पहिचान गरेको रहेछ। अब ती प्रत्येक जातीय समुदायको आफ्नै भाषा छ, संस्कृति छ, पर्व छ, उत्सव छ, खाने कुराहरू छन् होइन, परम्परागत ज्ञान छन्, जीवनशैली छ। यसले चाहिँ के दर्शाउँछ भने हामीले यो विधेयक तयार गर्दाखेरि यो विधेयकको दायरालाई अलिकति फराकिलो चाहिँ बनाउनुपर्छ ताकि सबैले कानुनी प्रतिनिधित्व पनि पाउन्, मान्यता पनि पाउन् होइन। र अर्को चाहिँ हामीले यो पुस्तौँ पुस्तादेखि हस्तान्तरण हुँदै आएको सम्पदालाई संरक्षण गर्ने, प्रवर्धन गर्ने भन्दै गर्दाखेरि नयाँ पुस्ताले सृजना गरिरहेको सांस्कृतिक अभिव्यक्ति जुन चाहिँ डिजिटल सिभिलाइजेसन छ, डिजिटल जेनेरेसन छ, त्यसलाई हेर्ने दृष्टिकोणलाई पनि समेट्नुपर्छ जस्तो मलाई लाग्छ होइन। अर्को चाहिँ ओनरसिपको कुरा आउँछ। यो विधेयकले चाहिँ कसरी हाम्रो अभौतिक सांस्कृतिक सम्पदालाई चाहिँ बजारीकरण गर्ने कुरा पनि उठाएको छ। तर यो एकदमै कम्प्लेक्स विषय हो जस्तो लाग्छ। दफा 3मा चाहिँ यसको अधिकार चाहिँ 3टै तहलाई दिएको देखिन्छ। यसले चाहिँ अधिकार बाँझिन्छ कि जस्तो देखिन्छ। अर्को चाहिँ स्वामित्वको कुरा पनि आउँछ होला होइन। अब अधिकार दिँदै गर्दाखेरि अब यसमा चाहिँ अब साझा स्वामित्वको विषय हो। यो अभौतिक सांस्कृतिक सम्पदा भनेको चाहिँ यसमा अब समुदायले पनि क्लेम गर्न मिल्छ, जातिले पनि क्लेम गर्न मिल्छ, प्रदेशले पनि क्लेम गर्न मिल्छ, स्वयं सर्जक अब मौलिक जसले सृजना गर्नुभएको छ उहाँले पनि क्लेम गर्न मिल्ने भएर यो साझा स्वामित्वलाई हामीले कसरी ब्यालेन्स गर्ने एउटा त्यसमा फोकस हुनुपर्छ होला। अर्को भनेको चाहिँ यसको बजारीकरणमा ध्यान दिँदै गर्दाखेरि चाहिँ यसको मौलिकता जब त्यसमा अर्थ जोडिएर आउँछ, मौलिकतालाई पनि कसरी संरक्षण गर्ने, यो बजारीकरण, व्यावसायीकरण र संरक्षण सन्तुलनलाई हामीले विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। मैले हाम्रो मित्र राष्ट्र भारतमा भएको एउटा प्रसङ्ग यहाँ जोड्न चाहे। केही समय अगाडि चाहिँ त्यहाँ राजस्थानी समुदायको एउटा सांस्कृतिक उत्पादन जुन जुत्ती छ त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय ब्रान्डले चाहिँ नकल गर्यो होइन, कपी गर्यो भनौँ न। अनि त्यसले एउटा विशेष बहस, एकदम सिरियस बहस छेडेको थियो मित्र राष्ट्रमा। अब हाम्रा पनि त्यस्तै सांस्कृतिक उत्पादनहरू छन्, जस्तै पालपाली ढाकाको कुरा आउला होइन, हस्तकलाहरू छन् हाम्रा, कति पस्मिनाको कुरा छ, यी सबैलाई थान्काका कुराहरू छन्। यी सबैलाई अब अन्तर्राष्ट्रिय बजारमा चिनाउने, बजारीकरण गर्ने भन्दै गर्दाखेरि मान्य सदस्य राजीव खत्री। त्यसपछि सम्माननीय सभामुख महोदय, सभ्यता केवल ढुङ्गा, माटो, इटाले बनेका दरबार वा मन्दिरमा मात्र जीवित रहँदैनन्। त्यो त जनजीवनका गीत, भाका, संस्कार, परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका जीवन मूल्यहरूमा पनि धड्किरहेका हुन्छन्। नेपाल मण्डलको रूपमा परिचित काठमाडौँ उपत्यका र यसको सेरोफेरो यस्तै जीवन्त सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो, जसलाई नेवार समुदायले हजारौँ वर्षदेखि आफ्नै प्राण सर जोगाउँदै आउनुभएको छ। आज पनि भक्तपुरको मध्यपुर थिमी वा उपत्यकाको कुनै पुरानो बस्तीमा पुग्दा इतिहास बोलिरहेको अनुभूति हुन्छ। 2000 वर्षदेखि निरन्तर अभ्यास हुँदै आएको एउटा दाफा परम्परा, कतिले सुन्नुभएको छ, दाफा परम्परा यसको उत्कृष्ट उदाहरण हो। दाफा केवल सङ्गीत वा भजनको स्वर होइन, यो समुदायको आत्मा, पहिचान र सांस्कृतिक निरन्तरताको प्रतीक हो। जबसम्म दाफाको स्वर गुन्जिरहन्छ तबसम्म हाम्रो सांस्कृतिक अस्तित्व पनि जीवन्त रहिरहन्छ। तर समयको तीव्र परिवर्तनसँगै यस्ता मौलिक परम्पराहरू चुनौतीको घेरामा परिरहेका छन्। आधुनिकताका आकर्षणमा नयाँ पुस्ता आफ्ना जरा र पहिचानबाट क्रमशः टाढिँदै गएको
यथार्थ हामी सामु छ। यदि आज हामीले आफ्ना भाषा, लोककथा, गीत, नृत्य, संस्कार, सिप र परम्परागत ज्ञानलाई संरक्षण गर्न सकेनौँ भने भोलिका पुस्ताले आफ्नो इतिहास केवल पुस्तकका पानामा मात्र खोज्नुपर्ने अवस्था आउन सक्छ। यही सन्दर्भमा प्रस्तुत अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 अत्यन्त महत्त्वपूर्ण र समय सापेक्ष छ। यो केवल कानुनी दस्तावेज होइन, यो हाम्रो पहिचान, स्मृति र सांस्कृतिक आत्माको संरक्षण गर्ने सङ्कल्प हो। विधेयकले भौतिक सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण, प्रवर्धन र पुस्तान्तरणलाई संस्थागत आधार प्रदान गर्दै स्थानीय समुदायको योगदानलाई सम्मान गर्नेछ। सम्मानीय सभामुख महोदय, संस्कृति राष्ट्रको आत्मा हो। आर्थिक समृद्धिले राष्ट्रलाई बलियो बनाउन सक्छ, तर संस्कृतिले मात्र त्यसलाई विशिष्ट र सम्मानित बनाउँछ। त्यसैले हाम्रो मौलिकता, इतिहास र सभ्यताको जीवित धरोहर बनेका अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण आजको आवश्यकता मात्रै होइन, भावी पुस्ताप्रतिको हाम्रो दायित्व हो। यही विश्वासका साथ म यस विधेयकको सैद्धान्तिक पक्षमा आफ्नो पुनः समर्थन व्यक्त गर्छु, किनकि जब म मध्यपुर थिमी पुग्थेँ तब त्यहाँको ओपन म्युजियमको जगेर्ना कसरी गर्ने भन्ने जिज्ञासा र चिन्ता लाग्थ्यो। आज कम्तीमा आशा जाएको छ। अब बाँसुरी मात्रै होइन, बाँसुरीको धुनको पनि संरक्षण हुनेछ। धन्यवाद।